नमस्कार, जय गुरु महाराज। संत मत सत्संग 12 ज्ञान महायज्ञ यहाँ इनरवा सुनसरी जिल्ला इनरवा नगरपालिका वार्ड नम्बर 1 स्थितमा यो कार्यक्रम भइरहेछ। यो कार्यक्रमको मिति चाहिँ तपाईको 2082 साल चैत्र महिनाको 25, 26, 27 गते 3 दिवसीय यो कार्यक्रम हो। यसमा चाहिँ यो कार्यक्रममा के हुन्छ भने तपाईको बिहान 6 बजेबाट स्तुति बिन्ती सुरु भएर सत्सङ्गको पाठ भएर अनि त्यसको प्रवचन भएर अनि आरती भएर कार्यक्रम 10, साढे 10 मा समापन हुन्छ। यो चाहिँ त्यसपछि चाहिँ भोजन भण्डाराको कार्यक्रम यहाँ सुरु हुन्छ। त्यसपछि फेरि 200 को सत्र भनेको 1:30 बजेबाट तपाईको भजन कीर्तनबाट फेरि कार्यक्रम सुरु हुन्छ। अनि यसमा यो चाहिँ यसको लोकेसन कहाँ हो भनेपछि तपाईको इनरवा नगरपालिका वार्ड नम्बर 1 जस्तै हामी बस स्ट्यान्डबाट आएपछि तपाईको यो क्लासिक होटल तपाईको राष्ट्रिय वाणिज्य बैंकको पश्चिमपट्टिको लोकेसनमा पर्छ। त्यो हाइवेको चाहिँ त्यो पिच बाटो छ, बगिया जाने बाटो हो त्यो खासै। त्यही क्लासिक होटलको लगभग 350 मिटर हामी तलतिर आयो भने त्यही बाटोमा पश्चिमपट्टिको रोडको साइडमा यस कार्यक्रम सत्सङ्गको यो हुने स्थान हो। यसमा यो सत्सङ्गमा यो के सन्तमत सत्सङ्ग भनेपछि धेरै मान्छेलाई सन्तमत के हो भन्ने कुरा मान्छेलाई खुदुली लाग्छ क्या। यो सन्तमत के हो भने यो सबै सन्तको सामान्य मत हो। यसको मतलब मूल मन्त्र नै छ के छ भने सब सन्तन की बढी बलिहारी। सबै सन्तको यसमा यस कार्यक्रममा समान छ। चाहे जुनसुकै सन्त होस् नेपालको, चाहे त्यो अब सन्त मतको होस्, चाहे कबीर मतको होस्, चाहे कृष्णको होस्, चाहे बुद्धको होस्, जे विशेषको होस्, सबैको यसमा के छ समान रूपले यसमा व्यवहार हुन्छ। यसमा खास चाहिँ आउने प्रवक्ताहरू जुन हुन्छ, यो प्रवक्ताहरू जस्तै हाम्रो भारत देश मतलब देवभूमि हरिद्वार जो हरिद्वार चाहिँ देवभूमिबाट परिचित छ, त्यो स्थानबाट सन्तमत सत्सङ्गको अन्तर्राष्ट्रिय प्रवक्ता इन्टरनेसनल स्पिकर पूज्यपाद स्वामी सत्यानन्दजी महाराज आउँदै हुनुहुन्छ प्रमुख वक्ताको रूपमा। त्यसपछि सिद्धपीठ भागलपुरबाट यसमा चाहिँ तपाईको पूज्यपाद स्वामी डाक्टर निर्मलानन्दजी महाराज, स्वामी परमानन्दजी महाराज। त्यसपछि सुङ्गाकुटी हाम्रो मोरङबाट चाहिँ रामानन्दजी महाराज। त्यसपछि बन्दनारायणजी महाराज हुनुहुन्छ यसमा। त्यसपछि अब हाम्रो सन्तमतको राष्ट्रिय प्रचारक स्वामी परशुरामजी महाराज लगायत अन्य देश विदेशबाट आउने सन्त महात्माहरू यसमा आएर प्रवचन दिनुहुन्छ। यसमा हामी के अनुरोध गर्न चाहन्छौँ भने यसमा हाम्रो जति पनि धर्मावलम्बीहरू छौँ सबै चाहिँ अधिकभन्दा अधिक मात्रा आएर यहाँ यो श्रवण गरिदिनु भयो भने हामीहरू कार्यक्रम चाहिँ अलिक सफल हुन्छ। तपाईँहरू यस कार्यक्रममा आएर सफल बनाउनुहोस् र यसमा यसको ज्ञानको चर्चा हुन्छ। यो ज्ञानमा तपाईँहरू श्रवण गर्नुहोस्, सुन्नुहोस्। त्यसपछि तपाईँहरूले यस आध्यात्मिक ज्ञानको यसमा चर्चा हुन्छ र तपाईँहरू आइसकेपछि हाम्रो के छ भने भण्डारको पनि आयोजना छ यसमा क्या। अब हाम्रो कार्यक्रम बिहानको सत्र समाप्त हुने बित्तिकै त्यसपछि के हुन्छ भने भण्डारा व्यवस्था हुन्छ। पुरा एकदम शाब्दिक खाना यसमा हुन्छ। त्यसपछि खाना भइसकेपछि 10:30 बजेपछि हाम्रो खानाको कार्यक्रम सुरु हुन्छ। 10:30 देखि 12-1 बजेसम्म हुन्छ, जति बेला चल्छ त्यसमा चलिरहन्छ। सबैको भण्डारा, सबै व्यक्तिको भण्डाराको व्यवस्था छ यसमा। यस्तो टाढाबाट आउनुभएकोहरूलाई बेलुका बासको व्यवस्था के छ यसमा? जस्तै अब टाढा जस्तै भारतबाट अन्य ठाउँबाट चाहिँ टाढाबाट आयो भने त्यो व्यक्तिहरूको आउने चाहिँ व्यवस्था के छ भने यसै पण्डालमा हामी बस्नेछौँ। त्यसको लागि हामी शौचालय व्यवस्था अनि त्यसपछि बाथरुमको व्यवस्था, त्यो नुहाउने व्यवस्था, सबै किसिमको व्यवस्थाहरू जुन छ हामीले सबै म्यानेज गरेको छ यसमा। कति सङ्ख्यामा उपस्थितिको अपेक्षा गर्नुभएको छ? यसमा हामी लगभग 5000, 10,000 को सङ्ख्यामा हामी मान्छे आउँछ भने हामीले आशा राखेका छौँ। जति अधिक से अधिक मात्रामा मान्छे आउँछ यसको कुनै अब फिक्स हुँदैन, जति मान्छे आउन सक्नुहुन्छ भन्ने कुरा हो। आर्थिक सहयोग कसरी जुटाउनु भएको छ? यसमा आर्थिक सहयोग के छ भने तपाईँको हाम्रो के छ भने सबै यो नगरवासी, जिल्लावासी, अन्य ठाउँबाट जस्तै अब मोरङबाट, झापाबाट, विभिन्न ठाउँबाट, दमकबाट विभिन्न हाम्रो सत्सङ्गी व्यक्तिहरू, अन्य व्यक्तिहरू सबैले आर्थिक रूपमा सहयोग गर्नुभएको छ। कसैले चामल गर्नुभएको छ, कसैले तरकारी गर्नुभएको छ, कसैले दाल गर्नुभएको छ, कसैले के गर्नुभएको छ, विभिन्न जसले जे किसिमको भएको छ, आर्थिक होस् र कुनै सामग्रीबाट होस्, त्यसले आफ्नो आफ्नो हिसाबले सबैले यसमा सहयोग गरिरहेछ र सबैलाई आउने चाहिँ म आग्रह गर्न चाहन्छु। यो किसिमको कार्यक्रम नेपालको अन्य ठाउँमा पनि भएको छ? यस्तो किसिमको कार्यक्रम हाम्रो यो के छ भने सुनसरी जिल्ला सन्तमत सत्सङ्गमा के हुन्छ भने प्रत्येक वर्ष हुन्छ एकपल्ट। अनि यो हाम्रो जिल्ला कमिटी पनि एउटा छ र प्रत्येक पालिकामा एउटा यसको के छ भने इकाइ गठन छ। इकाइ मतलब नगर इकाइ स्तरीय जस्तै पालिका स्तरीय इकाइ पनि सबै ठाउँ छ। तर सुनसरी जिल्लामा चाहिँ यस्तो कार्यक्रम चाहिँ 1 वर्षमा एकपल्ट मात्रै हुन्छ। जस्तै योभन्दा पहिला हाम्रो त्यो हाम्रो गढी गाउँपालिका हाटमा भएको थियो, यसपालि यहाँ हुन्छ।
र अर्को वर्षको यो कार्यक्रम कहाँ फिक्स हुन्छ भने यही मञ्चमा त्यसको के हुन्छ भने निर्णय हुन्छ त्यो कुराको। यो प्रत्येक वर्षमा चाहिँ एकपल्ट हुने यस्तो कार्यक्रम होला, जिल्ला व्यापी अनि कार्यक्रम। यत्रो कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ धार्मिक कार्यक्रम, प्रहरी प्रशासनबाट इजाजत अनुमति लिइसक्नु भएको छ? यसमा हाम्रो जिल्ला प्रशासनबाट पत्र दिएर उहाँबाट हामी स्वीकृति लिएर सुरक्षा व्यवस्था पनि उहाँहरूले गर्नुहुन्छ भने उहाँहरूले सुरक्षा गर्नुहुन्छ उहाँहरूले। हामीले आज मात्रै मैले फोन मार्फत र अस्ति पत्रद्वारा हामीले एसपी साहबमा जानकारी गरौँ, यसको चाहिँ कार्यक्रम हामी ड्युटी पठाउँछौँ, सबै सुरक्षा व्यवस्था मिलाउँछौँ भनेर चाहिँ उहाँहरूले मलाई आश्वासन दिनुभएको छ। जस्तै भोलि शोभायात्रा पनि राख्नु भएको छ, त्यो शोभायात्रा कहाँ जान्छ, कति बजेदेखि सुरु हो, त्यो पनि खुलाइदिनुहोस् न। अब यो शोभायात्रा कस्तो हो भनेपछि तपाईँको जस्तै सन्तहरू हाम्रो अब ठुलो सन्तहरू सबै भारत देशबाट आउँदै हुनुहुन्छ, अनि उहाँहरूको अब टाइम टेबल म मिलाइरहेको छु। अब उहाँहरूको आउने टाइम चाहिँ के छ, लगभग 3 बजेपछि नै हुन्छ यो कार्यक्रम। 3 बजेपछि अब जस्तै हाम्रो जोगबनी नाकाबाट विराटनगरबाट कति बेलासम्म उहाँहरू आइसक्नुहुन्छ, उहाँहरू पनि के छ विभिन्न कार्यक्रममा उहाँहरू व्यस्त हुनुहुन्छ। अनि भोलि उहाँसँग टाइम मेरो फोन सम्पर्क भइरहेछ, भोलि चाहिँ कति बजी उहाँहरूको टाइम दिएपछि त्यो टाइम चाहिँ अलिक अगाडि त्यसपछि हामी फिक्स गरेर सबै उहाँहरूलाई गर्छौँ र उहाँहरूलाई हामी स्काउटिङ गरेर हाम्रो उहाँहरूको निवाससम्म चाहिँ हामी चाहिँ पुर्याउने काम गर्छौँ। शोभायात्रा चाहिँ इनरवामा कसरी गर्दै हुन्छ, कहाँ चाहिँ त्यो यात्रा जानेछ? यो हाम्रो चाहिँ लगभग के हुन्छ भने पूर्वबाट आयो भने बल्हार रोड जुन छ नि हाम्रो, जस्तै अब दुबीबाट विराटनगरबाट दुबी आएर अनि हाम्रो गडन पुलको यतापट्ट जुन देवेन्द्र चोक छ त्यहाँबाट शान्ति चोक हुँदै हामी चाहिँ बजारको परिक्रमा गरेर अनि यहाँ चाहिँ हामी उ गर्छौँ। हुन्छ, धन्यवाद। अन्त्यमा के भन्न चाहनुहुन्छ? यसमा हामी चाहिँ के भन्न चाहन्छौँ भने यसमा जति पनि धर्मावलम्बीहरू हुनुहुन्छ उहाँले अधिक से अधिक मात्र आएर यसमा चाहिँ सहभागी भएर अनि अधिक चर्चाको श्रवण गरेर उहाँ आफ्नो ज्ञान चाहिँ प्राप्त गर्नुहोस् भन्ने हामी सबैलाई आग्रह चाहिँ आग्रह गर्छु यसमा। हुन्छ, धन्यवाद।